सो बाइसेक्सन मेथडमा चाहिँ पहिला सुरु हामीले रिमेम्बर गर्नुपर्ने चाहिँ इफ fxr इज पोजिटिभ देन e, xr, if fxr इज नेगेटिभ देन xr, b। यो चाहिँ मैले देखाउँछु होइन यो भनेको के हो भने यो कुरा चाहिँ बाइसेक्सन मेथडमा एकदम इम्पोर्टेन्ट रोल गर्छ। अब वी गन लर्न, अब हामीले चाहिँ एउटा यसको स्टेप्सहरू सिक्छौँ होइन बाई टेकिङ वान क्वेसन्स, एउटा क्वेसन हेरौँ अनि त्यसपछि स्टेप्सहरू चाहिँ क्लियर हुन्छ है। सो मैले यहाँ क्वेसन पनि चाहिसकेँ। युज दि बाइसेक्सन मेथड टु फाइन्ड सल्युसन एक्युरेट टु विदिन 10 to the power 2 for x cube minus 7x square plus 14x minus 6 is equal to 0 on the interval of 0,1। अब यसको हामी चाहिँ सल्युसनतिर लाग्छौँ है। भेरी फर्स्ट स्टेप चाहिँ यसमा के गर्ने, हाम्रो यहाँ यो छ नि इक्वेसन, यो इक्वेसन चाहिँ बाई द हेल्प अफ क्यालकुलेटर हामीले के गर्नुपर्छ भन्दा यसको चाहिँ पहिला रुट्स निकाल्ने है। एक्जाममा त टाइम हुन्न यसलाई सल्भ गर्न थाल्नलाई, त्यही भएर वी गोना फाइन्ड रुट फर्स्ट। अनि हाम्रो क्वेसन के छ, मैले चाहिँ यो मोड अलरेडी थिचिसकेको छु होइन। अब वी गोना फाइन्ड पहिला सुरु रुट्स, अनि यसमा चाहिँ रुट 1 को, त्यसपछि -7 को होइन। सो यो क्लिक गर्दा चाहिँ यसको रुट्स चाहिँ आउँछ कति, 0.585786 एन्ड वी गन फाइन्ड अनदर वान। यति पुग्छ हामीलाई, किनकि यसले यो 10 to the power -2 भनेको छ नि त, भनेपछि त्यसैमा प्लस कति लानुहुन्छ, यतिसम्म चाहिँ तपाईँको मिल्नु पऱ्यो क्या। त्यसपछि इटिरेसनलाई यसलाई हामीले स्टप गर्नुपर्छ। फेरि यो चाहिँ फाइन्ड आउट गर्नु इम्पोर्टेन्ट छ। अर्को रुट्स चाहिँ हाम्रो के आएको छ 3.41421 अर्को 3 छ, यो पर्दैन होइन, हामीलाई यो चाहिँदैन। अब यहाँ हाम्रो एन्सर यो 3टा आयो नि राइट। अनि हामीलाई अन द इन्टरभल 0 to 1 0 पनि लिन पाइयो 1 पनि लिन पाइयो भनेपछि यो चाहिँ हाम्रो फाइनल एन्सर आउनु पर्यो, किनकि यो 0 भन्दा ठुलो पनि छ 1 भन्दा कम पनि छ। एन्ड वी क्यान युज यो क्लोज्ड होइन, यो क्लोज्ड हो, क्लोज भनेपछि वी क्यान युज 0 पनि 1 पनि होइन। अब हामीले यो युज गरेर चाहिँ वी गन फाइन्ड द एन्सर। यो चाहिँ हजुरले पेन्सिलले टिपेर राख्नु होला। यो चाहिँ अब चाहिँ बल्ल स्टेप सुरु हुन्छ, हाउ वी गन फाइन्ड इट। हामीलाई क्वेसनले 0 पनि युज गर भनेको छ 1 पनि युज गरेर भनेको छ है। हामीलाई जुन क्वेसनले प्रोभाइड गरेको थियो नि 0 र 1, अब यसलाई चाहिँ हामीले इक्वेसनमा हालेर हामीले यसको एन्सर के आउँछ इक्वेसनमा हाल्ने बित्तिकै पनि चेक गर्छौँ है। F0 हाल्दा हाम्रो एन्सर -6 आउँछ, F1 हाल्दा हाम्रो -2 के भन्छ अरे +2 आउँछ। अनि किन गरेको भन्दा हाम्रो मेन स्टेप भनेको चाहिँ इफ होइन, यो चाहिँ इनिसियल नम्बर हालिसकिसकेपछि चाहिँ हाम्रो यसको प्रडक्ट, यो चाहिँ हाम्रो मेन स्टेप हो। यसको प्रडक्ट चाहिँ के आउनुपर्छ भन्दा 0 भन्दा कम, यो मेन हो। सो वी चेक इफ यो धेरै आयो भने वी कान्ट डु फर्दर क्यालकुलेसन है। अनि यो चाहिँ स्टेप्स देखाउँदा राम्रो होइन, किनकि अब वेटेज पनि धेरै छ होइन, लेख्नु पर्ने कुरा चाहिँ धेरै छ है, बहुत के भन्छ यो झन्झटिलो छ। तर इट क्यारिज मार्क्स क्यारिज गरेपछि के लाग्यो होइन। सो यसरी चाहिँ गर्नु पर्यो हजुरको पहिलो स्टेप। अब चाहिँ यो चेक भयो भने चाहिँ वी क्यान डु फर्दर इन्टिग्रेसन चाहिँ यहाँबाट चाहिँ थाहा हुन्छ है चाहिँ आइदर वी क्यान अर वी कान्ट है। अब यहाँ चाहिँ वी क्यान डु फर्दर इन्टिग्रेसन है। अब यो हामीले चाहिँ पछि चाहिँ अरू पनि गर्न मिल्छ क्यालकुलेसन। सो रुट लाइज बिट्विन 0 and 1। इफ यो प्लस भएको भए रुट चाहिँ हाम्रो त्यो हामीले लिएको इनिसियल केसमा लिएको रुटमा चाहिँ के हुन्थ्यो, लाइ गर्दैन थियो। अब लाइ नै नगरिसकेपछि हाम्रो क्यालकुलेसन के काम एन्सर नै आउँदैन। लजिक चाहिँ यति हो है। अब चाहिँ हामी यहाँ क्यालकुलेसन टेबल बनाउँछौँ है। अनि वी गोना टु चेक यो XR भनेको चाहिँ के भन्नु होला, यो इट इज नथिङ प्लस x + a/2 है। हामीले एन्सर चेक गर्ने यसैको बेसिसमा हुन्छ। अनि एउटा कुरा हामीले अघि नोट गराएको थियौँ नि, याद छ कि छैन कतिजनालाई,
इफ पोजिटिभ आयो भने के हुन्छ, ए जस्ताको त्यस्तै एक्सआर लेखिन्छ। इफ नेगेटिभ आयो भने के लेख्ने, एक्सआर जस्ताको यहाँ हुन्छ पी जस्ताको जस्तै एक ठाउँमा एक्सआर। अब यो कन्सेप्ट चाहिँ यो के गरे भन्ने जस्तो लागेछ भने अब यहाँ चाहिँ टेबलमा अप्लाई हुन्छ है। एन्ड वी गोना सी दिस। पहिला सुरु वी गोना राइट फ्रम, सो हामीले चाहिँ पहिला सुरु यहाँ यो नम्बर अफ इटिरेसन कतिचोटि के लिने भन्ने कुरा हुन्छ है। अब पहिलोचोटि लियौँ, हामीले के लिँदैछौँ, ए के दिएको छ हामीलाई क्वेसनले 0 दिएको छ राइट। अनि बी कति दिएको छ हामीलाई क्वेसनले 1 दिएको छ है। यो स्टेप चाहिँ हेर्नु है, ए प्लस बी डिभाइडेड बाई 2 गर्नु पऱ्यो। 0 प्लस 1 डिभाइडेड बाई 2 गर्दा कति आउँछ एन्सर हाम्रो 0.5। एफएक्सआर भनेको चाहिँ यो भनेको के हो, यो जुन तपाईँको 0.5 आएको छ नि, यो चाहिँ अब हामीले केमा लगाएर राख्नु पऱ्यो, इक्वेसनमा लगाएर राख्नु पऱ्यो। अनि इक्वेसनमा लगाएर राखिसकेपछि यसको एन्सर जुन आउँछ त्यही हुन्छ। हजुर पनि यसरी क्यालकुलेटरमा 0.5 को स्क्वायर, त्यसपछि फेरि प्लस 14 इन्टु 0.5 माइनस 6, यसको आन्सर कति आयो 0.625 राइट। यो माइनस नलेख्ने मेरो बहुत दामी चल्न छ क्या, सो माइनस 0.6। अब के गर्ने यसमा, मैले यो मेन कुरा चाहिँ यहाँ देखाउन खोजिरहेको छु है। अब जुन यो ई आएको छ नि, अब एमा यहाँ माइनस आएको छ, हामी के लेखेको छौँ, इफ यहाँ माइनस आयो भने ए को ठाउँमा एक्सआर लेख्ने राइट। एक्सआर के छ यहाँ, एक्सआर कति आएको छ, एफ अफ एक्सआर माइनस आएको छ भनेपछि ए को ठाउँमा अब यो लेख्ने, एक्सआर चाहिँ लेख्ने। यहाँ 0.5 यहाँ हुन्छ, बी जस्ताको त्यस्तै भनेपछि बी चाहिँ यहाँ के हुन्छ फेरि 1 हुन्छ। अब 0.5 प्लस 1 डिभाइडेड बाई 2 हुन्छ। अब यसरी हजुरहरूको सल्भ गरिरहेको छु भन्ने कुरा चाहिँ इट्स अल अबाउट दिस क्यालकुलेटर है। आइएम युजिङ क्यासियो एफएक्स वाला क्यालकुलेटर गरिरहेको छु होइन। आई डोन्ट नो अरू के मोडल, सो लेट्स डु इट। पहिला सुरु तोक्ने है, यो क्यालकुलेटरले नै हामीलाई एकदम छिटो छरितो एक्जाम दिने। सो अब लेट्स स्टार्ट। अल्फा माई फेभरेट सी, यसमा स्कोर्सो चाहिँ यहाँबाट थिच्नु होला है। अब स्कोर्सो थिच्ने सो अल्फा पहिले यहाँ यो क्यालकुलेटरमा हामी धेरै नै गरिसकेको छु क्या मैले। अल्फा सी थिच्नु होला राइट। सी थिचिसकिसकेपछि यसो कोसलाई अल्फा यो ठिक छ, अल्फा क्यालकुलेटर स्कोर्सो थिच्ने। पहिला सुरु हामीलाई के बनाउनु छ, यो बनाउनु छ एक्सआर ए प्लस बी। यसलाई के गर्ने हामी बनाउनुलाई, अल्फा ए होइन, यसमा 2 लेखिदिइहाल्नु, अहिले फेरि आउँदै पालो यो बनाउनु मलाई लास्ट चाहिँ लाग्छ, प्लस के गर्ने अल्फा बी। ठिक छ, हाम्रो एउटा पालो सक्यो। हामी यो एक्स अफ आर चाहिँ एक्सआर छ नि, ए प्लस बी डिभाइडेड बाई 2 हाम्रो क्यालकुलेटरमा सिफ्ट गरिसक्यौँ राइट। अब यसको त्यसपछिको के गर्ने होला भन्दा यो अल्फा थिच्ने अनि यो हाम्रो डेरिभेटिभ जुन सिग्नेचर छ नि त्यसमा क्लिक गर्ने। ठिक छ, अब चाहिँ हामीले के गर्ने, अब हामीले पालो छ एफ अफ एक्सआर। यो एफ अफ एक्सआर भनेको के हो, हाम्रो इक्वेसन जुन क्वेसनले दिएको छ नि इक्वेसन, त्यो इक्वेसनमा गएर हाल्ने चाहिँ हो। ठिक छ, यो इक्वेसनमा गएर हाल्ने कसरी भन्नुहुन्छ भने अब वी गोना गो फाइन्ड, हामीलाई इक्वेसन के दिएको छ फेरि एकचोटि याद गर्नुहोस् त। हामीले इक्वेसन के दिएको थियो अरे, हामीले इक्वेसन एक्स क्युब माइनस 7 एक्स स्क्वायर प्लस 14x माइनस 6 इक्वल्स टु 0 योलाई बनाइरहेछौँ नि त। अब हामीले यो चाहिँ यहाँ लेख्नु पऱ्यो कि, अब यहाँ कसरी लेख्ने, एक्स क्युब भनेको छ, अब यसलाई हामीले एक्सै मान्दा पनि भयो होइन, एज अ चोइस। म चाहिँ सिम्पलको लागि एक्सै माने है, एक्स क्युब। सो म चाहिँ यसरी एक्स क्युब गर्छु माइनस 7 फेरि अल्फा एक्स स्क्वायर त्यसपछि फेरि प्लस 14 अल्फा एक्स
ठिक छ, -6। अब यसपछि इजिकोस चाहिँ नथिच्नु होला, यसपछि पनि थिच्ने भनेको क्याल्कै हो, ठिक थिच्नुभयो। अब यहाँबाट चाहिँ फर्दर अब के आउँछ हजुरको क्वेसन त्यसमा चाहिँ लेट्स चेक फ्रम 1बाटै चेक गरौँ ल क्यालकुलेटरमा। ए को भ्यालु के छ 0, मैले 0 थिचेँ, ठिक छ। अब बी को भ्यालु के छ 1 छ, मैले फेरि यहाँ मैले अलरेडी गरिसकेको थिएँ होइन, 1 छ भने 1 थिचेँ। अब एक्सको भ्यालु के आयो भन्ने कुरा त हामीलाई थाहा छैन, ठिक छ। अब एक्सको भ्यालु थाहा छैन भनेपछि यो एसीको भ्यालुले हामीले निकालिदियौँ, त्यो निकाल्यो 0.5 आयो, ठिक छ। अब 0.5 आएपछि यसमा हामीले के लेखेको छौँ केही पनि लेखेको छैनौँ, त्यही भएर यो बी एक्समा जानुहोस् 0.5 लेख्नुहोस्। ओके, सो 0.5 सीको भ्यालु पनि आयो, यसको भ्यालु आयो -x हेर्नुहोस्, ठिक छ, ठिक छ। अब लेख्छु नि दोस्रो स्टेपमा के छ, मैले हजुरलाई एउटा नोट याद गर्नु भनेको थिएँ है। इफ चाहिँ पोजिटिभ आयो भने ए जस्ताको त्यस्तै बीको ठाउँमा एक्सआर, इफ नेगेटिभ आयो भने चाहिँ एक्स ए को ठाउँमा एक्सआर बी जस्ता त्यस्तै भनेर लेखेको थिएँ होइन। डिफाइन कसरी गर्ने, यहाँबाट एफ अफ एक्सआर चाहिँ पोजिटिभ आउँछ कि नेगेटिभ आउँछ योबाटै विचार गर्ने। मेरो के आयो नेगेटिभ आयो, नेगेटिभ आउनु बित्तिकै यहाँ चाहिँ हामीले ए को ठाउँमा के लेख्नु पर्यो एक्सआर भनेको के छ यहाँ योभन्दा माथिको अगाडि 0.5 आएको छ, 0.5 यहाँ लेख्ने, बी जस्ता त्यस्तै फेरि यो प्रोसेस भाया क्यालकुलेटर। एकचोटि म फेरि पनि दोस्रोबाट गरिदिन्छु ल्याबमै। यसमा पहिला सुरु 0.5 छ ए को भ्यालु, ठिक छ, बी को भ्यालु 1 नै छ, अनि एक्सको भ्यालु कति थाहा छैन होइन, एक्सको भ्यालु पनि गर्नु छ हामीलाई 0.75, ठिक छ। फेरि यसमा चाहिँ कसरी लेख्ने भन्दा यसलाई स्किप हान्ने नै 0.5 1। अब यहाँ जुन एक्सको भ्यालु हुन्छ नि यसमा चाहिँ 0.5 लेख्ने हो, यसमा कति आयो हाम्रो 0.75 आयो, ठिक छ। ल हेर्नुहोस् यो सी प्लस यो आयो होइन। अब यहाँ हाम्रो चाहिने भनेको यो एक्सको भ्यालु 0.984375। अब यसरी नै अरू पनि गर्दै जानु होला, यो कतिसम्म गर्दै जाने भन्ने कुरा हुन्छ है। अघि हामीले एन्सर चेक गर्दा कति आएको बेलामा के आएको थियो भन्दा 0.585786 है, यताबाट 3टा माथि लिनुहोस् 0.585, ठिक छ। अब यो एक्सआर जुन गरेको छौँ यसमा जानुहोस् 0.578 यहाँ आयो 0.585, 3टा हेर्नुहोस् त 585 अहिले गर्दाखेरि पनि कति आएको थियो 0.585, 3टा मिल्यो, यहाँ 786 छ, 786 मिल्न सक्छ नमिल्न सक्छ, हामीले 3टाको सो देखायो होइन, त्यही भएर 3टा 0.585 यो 3टा मिल्यो अनि इट्स डन, वी निड टु स्टप हियर। ओके, अन्तिममा चाहिँ यसरी देयरफोर द एप्रोक्सिमेसन रुट्स युजिङ बाइसेक्सन मेथड इज 0.585 भनेर लेखेर छोड्नु होला। एन्ड हियर हजुरको लगभग 1 पिसको जति चाहिँ आन्सर भन्छ है। यो यहाँ छ भनेपछि यहाँ छ, अलिकति यो क्यालकुलेसन हो होइन, अनि क्रेडिट चाहिँ यहाँ हाम्रो भन्दा नि मेन क्रेडिट चाहिँ हाम्रो क्यालकुलेटरलाई जान्छ। फेरि यतिमा लाइक यु क्यान डु लाइक दिस है। ओके, सक्यो, यो एकचोटि चेक गर्न सक्नुहुन्छ कि यो यतिमा हाम्रो आन्सर सकिन्छ। देयरफोर द एप्रोक्सिमेसन रुट्स युजिङ बाइसेक्सन मेथड इज है, यो चाहिँ हाम्रो 7 नम्बरमा आइसकेपछि सकिन्छ, 7 नम्बर कति रहेछ लगभग 1 पिसको आन्सर हुने रहेछ होइन। फेरि लेट्स रिकल, पहिला सुरु चाहिँ हामीलाई इफ इन्टरभल दियो भने त ठिक छ, दिएन भने गेस नम्बर गर्नु पऱ्यो। गेस नम्बर गर्ने बेलामा तिनीहरूको प्रडक्ट के आउनु पऱ्यो 0भन्दा सानो हुनु पऱ्यो, 0भन्दा सानो हो भने चाहिँ त्यो रुट त्यो इक्वेसनमा लाइक गर्छ, अदरवाइज गर्दैन, वी निड टु चेन्ज इट है। अब यहाँ रुटै दिइसकेको छ, हाम्रो इन्टरभलै दिइसकेको भएर हाम्रो चाहिँ यो सोझै पर्छ भन्ने चाहिँ थाहा थियो, त्यही पनि यो हामी फर्मेट हुन्छ नि एउटा प्रपर वेमा चाहिँ देखाउनै पर्छ। अनि क्यालकुलेसन टेबल एन्ड देन हियर वी गो। अनि हाम्रो एन्सर चेक गर्ने मेथड भनेको चाहिँ एक्सआर है, एक्सआरमा यो एन्सर मिल्नु पऱ्यो, यति डेसिमल पछिको पोइन्ट्सहरू चाहिँ सेम आउनु पऱ्यो है। अघि हामीले एन्सर चेक गर्ने बेलामा कति आएको थियो 0.58576 समथिङ आएको थियो है, सरी 0.585 सम्म त मिल्यो त,
तिनवटा डेसिमल अब क्वेसन कति 4.4सम्म भनेको चाहिँ डेसिमल पछिको 4 पोइन्ट भनेको छ कि के भनेको छ त्यो क्वेसन अनुसार चाहिँ भराइ गर्छ त्यही अनुसार चेक गर्ने हो अनि द एन्सर इज फिनिस सो सक्यो